एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। सो आज चाहिँ हामी चाहिँ अब जङ्गलतिर आएको छ है, दाउरा टिप्न आएको छ। बिदान र म भान्जा र म दाउरा टिप्न आएको वनतिर, जङ्गलतिर दाउरा टिप्न आएको। अनि बिदानले डोको बोकेछ, फुन्से बोकेछ। डोकोमा दाउरा कति हुन्छ अब टिपेर आउने हो। अनि भैँसी पनि चराउन आएको है, भैँसी चाहिँ तल चरेको छ है। अनि यहाँ माथि पुरा जङ्गल भएछ आजकल त। पहिला चाहिँ पुरा खेत थियो यहाँतिर, कोदोहरू मकैहरू लाउँथ्यो। अहिले पुरै जङ्गल भएको छ है। अनि कुखुराहरू नि पाउँछ, वन कुखुरा नि पाउँछ यहाँ माथितिर। सो त्यही गाइज आज चाहिँ हामी जङ्गलतिर छु। पुरा झ्याटी भएको छ यहाँतिर। अलिअलि सुकेछ अनि टिप्न आएको दुईजना। अब म टिप्छु। अलि राम्रोसँग नसुकेको रहेछ कि हाम्रो गाउँतिर चाहिँ दाउरा मजाले पाउँछ है। फेरि गाइज दाउरा चाहिँ मजाले पाइन्छ। माथितिर गयो भने पुरा पाइन्छ दाउरा। कुखुराहरू वन कुखुरा पनि पाउँछ, मिर्गा नि आउँछ। बिदानले आज दाउरा कति बोक्न सक्छ? कति बोक्न सक्छ? डोकोभरि बोक्न सक्छ होला नि। डोकोभरि त बोक्न सक्छ। अनि यो न्युरो पनि पाउँछ। अहिले त अहिले छैन, बर्खातिर असार साउनतिर आयो भने न्युरो पनि पाउँछ। दाउरा पनि टिप्न पर्छ, घाँस काट्न पर्छ, गोरु भैँसी नि चराउनु पर्छ। कट्टु होइन। सो अहिले हामीले चाहिँ दाउरा यति टिपिसक्यो यति। अनि उता नि छ, उता नि सक्यो अलिकति। अलि यो राम्रोसँग सुकेको छैन क्या दाउरा, त्यही भएर अलिक गरुङ्गो हुन्छ नि त है। त्यसले गर्दाखेरि उता देखाउनु रोक्नु। अलिक गरुङ्गो छ कि, राम्रोसँग सुकेको छैन। बोक्न सक्दैन फेरि, गरुङ्गो छ। अलिक काँचो काँचो छ क्या दाउरा। लिजनले यो फर्स्ट टाइम हो होइन भारी बोकेको होइन। पहिले नि बोकेको। कहिले कहिले बोकेछ र पहिला के दाउरा? अस्ति बजीसँग बोकेको। अस्ति बजीसँग बोकेको। दसैँमा बजीसँग बोकेको थियो। बजीसँग आउँदा त्यही त नि, बजीसँग आउँदा यो पहिलोचोटि होइन त गाउँमा आउँदा। पहिलाचोटि पनि बोकेको थिएन पहिला पहिला कहिले दसैँमा। दाउरा सो गाइस अब हाम्रो चाहिँ अब यो दाउराको भारी भइसकेको छ।
हालिसकेको छ तर दाउरा अलि गरुङै भएछ अलि राम्रोसँग सुकेको छैन नि त त्यसले गर्दा गरुङ छ दाउरा चाहिँ अनि यो चाहिँ म बोक्नु पर्यो है यो है बिजन बोक्ने हो यो ठुलो चाहिँ म बोक्छु सानो चाहिँ बिजन यो चाहिँ बिजन बोक्छु फर्स्ट टाइम होला बिजन ल्याएर सक्छ सक्दैन हो त्यही घर पुऱ्याउँछ पुऱ्याउनु यो दाउराबारी बाटोतिरै लडाउँछ जस्तो लाग्यो दाउरा बाटोतिरै झार्ला जस्तो छ हो गरुङ छ सुके छैन दाउरा अब ऊ बोरा लिएर आइज न बोरा साप्नु पऱ्यो फेरि हुन्छ सिलाउँछ फेरि हल्कै छ यतिको त सक्नुपर्ने नलाडा है बजीसँग जाँदाखेरि लडाइदिएको के बजीसँग जाँदाखेरि लडाइदिएको बजीसँग जाँदा लडाएको ए गरुङ भएर कि के टाउको दह्रो गर है पर्छ वेट के हो हल्लिया त मान्छे पर्खिन म बोक्छु अब दह्रो यहाँ धकाल्नु पर्छ नि पर्खे 1 2 3 ओए छोड छोड मेरो टाउको फुट्ला जस्तो यता हेर्नु पर्यो काँडै छ हो वनमा गाई चाहिँ अब हामी चाहिँ घरतिर जानु लाग्यो भारी सारी बोक्यो ओइ लड अड्कियो अलिक घौटो भनौँ बाटो अलि उ चाहिँ चिप्लियो ल चिप्लियो ल बिस्तारै उ घाँटी दोहोरो गर्नु यो त बाङ्गो गर यहाँसम्म त यहाँ माथि राम्रो दोहोरो गर हो दाउरा झार्यो किन जाँड लाग्यो मान्छे जसरी हल्लिन्छ त के अगाडि सो गाइस अहिले चाहिँ हामी चाहिँ घर आइपुग्यो यहीँ ढोकासँग ए त्यसरी फाल्ने होइन नि यसरी सेम भयो नि सुक्छ नि त ए टाउको दुख्यो ढोकासँग फाल्ने होइन ओहो डोको च्यातियो के हुन्छ त यहाँ नखाएको जान्छ ढोका च्याति अय्या ढाबा धेरै नै छ भन्नु जिउन जानुपर्छ